हेलो दर्शक नमस्ते, खुम थापा युट्युब च्यानलमा तपाईँ सम्पूर्णलाई स्वागत छ। आज चाहिँ के भएर रहेछ हौ त्यहाँ माथि म जाँदैछु, के भएर रहेछ तपाईँहरूलाई फेरि देखाउने छु है। हेलो दर्शकबिन, त्यहाँ भित्र त्यहाँ पारि चाहिँ के हुँदो रहेछ हेर्दै जान लागेको छु। आज चाहिँ के भएर रहेछ, यहाँ मान्छेहरू अनि धेरै कराएको हामीले अहिले जाँदैछु र गाडी पनि खडा छ, उभिएको छ, के रहेछ हेर्दै गरौँ है त। यता पो रहेछ हो, म त उता भनेको थिएँ, यता आवाज पनि आइरहेको छ, भटरेर के हुँदैछ हेर्नुपर्छ ल, के हुँदो रहेछ म बुझ्छु ल। यहाँ के हुँदै रहेछ? के हो त्यो? कोला? कस्तो बन्दैछ? ओहो, 2 किलो कति रुपियाँ हो यो? के हुँदैछ? के हो? कोला बनाउँदै हो? ल ठिक छ एकदम। कहिले काहीँ चखाउनु पर्छ कि यस्तो होइन? के हो हालिरहनु अब तपाईँलाई? महँगो बसाउँदो रहेछ त। अहिले के मेसिन पुरै कोला बनाउने भन्ने हुँदो रहेछ। आउनु आउनु, यहाँ कोला हेर्नुहोस्। मान्छेहरूले अब बिहानमा चियासँग टक्क है चुर्लुप्प डोबाउँदै खाँदै गर्दा कति मजा आउँछ। हाम्रो गाउँ यहाँ त कुम्ला बोकेर गएको, राम 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 पुरै बोरै बिस्तारा बोकेर। अब देवराजलाई बाबा कोलाको कुम्ला हेर्नु पाइयो। किलोको कति रुपियाँ रे? 200 हो। पनि हो पैसा समात्नै गाह्रो भइरहेछ। कोला निकाल्ने मेसिन है। बोकेर एकजना बोरा बोकेर अझै आउँदै हेर माथि, अझै आउँदै पुरै कोलै कोला।
केटाकेटीलाई भुलाउन सजिलो लमाई साँको लमाईदेखि घर पोलाको भारी बोकेर अब अब पेटको बिमारी भएको मान्छेले नि खान सकिन्छ है गाइस गाउँभरिको मान्छेले पोला बनाएर सबै घर घर जानुभयो म पनि अब आफ्नो घरतिर जाँदैछु वास्तवमा पोला राम्रै मिठै हुँदो रहेछ मैले खाएर पनि ट्राई गरेँ एकदमै राम्रो थियो तपाईहरु पनि बनाउनु होला गाउँघरमा आयो भने एकदमै मिठो चामलको बन्दो रहेछ क्या दामी सेतो